खोल्छु त्यसो भए दमकको पर्नु हजुर हजुर मैले देख्दै थिएँ ए हो हाम्रो यता दमकै कन्टेन्ट क्रिएटरहरूसित देख्दै थिएँ हजुरलाई वाउ अरे बेबी अहिले म यो डरलाग्दो ठाउँमा छु हौ अहिले त मिस्टेक छ त हौ अनि हजुर मिस्टेक छ त मिस्टेक त गरिहाल्छ नि हौ केटोले रोक्नुहोस् है एकछिन हिसाब गर्छु म हुन्छ यो मिस्टेक हो त ल ठिक छ अहिलेलाई बोलाउन है के हो ब्लगर हजुर होइन यतिकै नाम राखेको हो म ब्लग होला हो होइन हौ मिस्टेक नबोल्नु न तपाईँ चाहिँ बाजे म बाजे ला नातिनीले त कस्तो बाजे भनिदिएको हौ साइनो लगाइदिएको नि अब एउटा वाउ म बाजे आजसम्म तपाईँलाई कसैले बाजे भनेको थियो बाजे त खै भन्या छैन अब तपाईँले मलाई याद गर्नुहुन्छ क्या त्यही भएर बाजे भनेको म त बाठी पो छु त पाठी आमामा हजुर त लिम्बू पर्नुभयो होला होइन हजुर कसरी थाहा पाउनु भयो यसले हाम्रो भिपी आन्साजीले फेरि यस्तो माया गर्नुहुन्छ हाम्रो लिम्बुनी नातिनी पो पर्यो हो अब बाजे भनेपछि त लु है मिस्टेक छ बाजे तपाईँको बाजेको मिस्टेक छ अरे यो बाजेले त नि त होइन यो बाजेले मिस्टेक गरेरै नातिनी भयो कि के हो मिस्टेक नगरी त नातिनी नै हुँदैन नि बाजे मिस्टेक गरेरै हो त्यस्तै लाग्यो नाक पनि सेम सेम देख्छु सकी जय होस् रोइहाल वेलकम सबैजनालाई वेलकम गर्न नि आएको है हजुरलाई यहाँ बाजे मेरो सानो मिस्टेक छ हो ला नातिनीको नाति आए जस्तो छ नो नातिनी सिङ्गल हो त्यही भएर त जति बेला नि लाइभ बस्छ नि नातिनी ब्लगर त पीडित रहेछन् कि के हो मिस्टेक छ नि बाजे फर्स्टलाई एड हुनु पर्ला जस्तो छैन चार भनेर ल नातिनी त दमक्कै रहेछन् ठिक छ त्यही भएर थाहा छ न तपाईँलाई दमक दमकमा कस्तो हात छोप्दै हिँडाल्ने बेलामा तिमी जन्मे थिएन होला दमक थाहा छ भन्छौ ए भनेपछि बाजे भन्दा देख्नुभयो म कति कान्छी हो क्या त्यही भएर बाजे ठ्याक्क सुहाउँछ तपाईँको नातिनीको उमेरको हो नि त म वाउ ओ माय गॉड वाउ तपाईँ कति वर्षदेखि फुटबल खेल्नु भएको म हजुर यो कुरा गम्भीर आयो भन्नु न तपाईँ र म पनि एकचोटि खेल्नुपर्छ ए हजुर पनि खेल्ने हजुर फुटबल नै हजुर कुन फुटबल खेल्नुहुन्छ अब होइन फुटबलहरू धेरै प्रकारको हुन्छन् भलिबल अब त्यो सक्कर फुटबल हुन्छ यो फुटबल भन्छ होइन उयो हो फुटसलमा खेल्ने फुटबल हौ बाजे फुटसल फुटसल है खेलेको हो मिस्टेक छ त नि बाजे तपाईँको बोली त भाइ चर्को आउँछ नि हौ यो बाजेको त अनि त्यसै नातिनीहरू हुन्छ त
मिस्टेक नगरी त नातिनी हुँदै हुँदैन ल ओके नातिनी लागे म अहिलेलाई बाबाई ल धेरै खुसी लाग्यो ए ल भोलि केराबारी आउनुहोस् ल गेम हेर्न पुरै छ बारी आउँदै हुन्छ हो ओके बाई बेस्ट अफ लक बाजे तर मिस्टेक नगरी खेल्नु है ओके नातिनी ल मिस्टेक गर्यो भने साँच्चीकै मिस्टेक हुन्छ हो नि हो ल ओके बाई नातिनी रे बर्बाद अब आज घोस्टलाई आज च्यालेन्ज हान्नुपर्छ भिभियान्स गइन किन भोलि हेर्नुपर्छ है अरे ओके खेल्यो अरे फेरि यस्तो कुरा नगर्नुहोस् नआउने अरे गोर्खामा आउने इधर नै फुटबल खेलेको भन्न अरे एन्डी ड्याड फेरि एन्डी ड्याड आएर ओ त्यो कहाँ गइनुहोस् उसलाई घोस्टसँग आज खेलौँ भनेको कहाँ गइनु घोस्टलाई मेसेज गर्नुहोस् त टोलियो घोस्टलाई मेसेज गर्नुहोस् अब घोस्टलाई आज बजाउनु पर्छ बाजा भिभी कता गयो नि भिभी हुँदासम्म मलाई डर छैन जय माटो अरे मापा अरे के हो यो जब अफिस हो कसरी थाहा भयो अरे यहीँ रहेछ नि मेरो प्यारी भिभी हुँदासम्म मलाई टेन्सन छैन म अब एकछिन हिसाब गर्छु है आजको बिजनेसहरू ए कहाँ गइन् आज त्यो सोल्टी यो 1 करोड अब दर्शकहरूलाई गिभअवे गर्न पर्ला जस्तो छ 1 लाख त यत्तिकै दिन्छु कि के हो लाख सुन्नु होला लाख भन्न खोजेको उसलाई घोस्टलाई मेसेज गरौँ त घोस्टलाई आज च्यालेन्ज दिउँ भाइ अरे कहिले आउने केटीमा आउनु तिमीलाई खोज्दैछ ममले खा ओहो र म ठ्याक्कै यता आएको छु ड्याड म झापातिर छु अब यताउति गरिरहेको छु त्यसले गर्दा नभए त म आउँथेँ नि आमालाई भेट्नु पर्ने आमाको मालपानीहरू घरै छ होइन आज यसो के गर्नु यस्तै छ पारा है आँखामा ला 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 आज कसलाई एड गरिन्छ होला नि लाउने घोस्टलाई बोलाउनु न त्यही त यहाँ उसको त्यहाँ पठाउनै मिलेन क्या पठाउँछु भनेको ला 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 उसलाई मेसेज गरौँ मेसेज कहिले आउँदै गोर्खामा आउँछु नो वरिज केही छैन टेन्सन छैन यो 1 करोडको आज हिसाब आई लभ यु ठोक्यो त कसले हो अरे आई लभ यु ठोक्ने आठ आमा कसको हो पै त्यो भाइ गुल्मीतिर बिग फ्यान हो म अरे यो अब म अब जर्सी के अब गर्नुपर्छ त्यो अब एकैचोटि गरेर हुँदैन चारैतिर अब जता जता आइन्छ त्यतै होइन थोरै अब एउटा दुइटा गर्दै अब धेरै त अब अलिक देवाले नसक्ला यति इग्नोर मेसेजको यार मुला यार मेसेजको इग्नोर कहाँ गर्नु मैले छुइनँ गरेको त्यस्तो नसोच्नुहोस् न मैले कहाँ इग्नोर गर्छु र